ल ए ल दाइ हजुर ल बोल्नु ल के को बारेमा बोलाम यस्तो ल यसो पूजाको बारे के भन्नु न। नमस्कार सबैलाई, मेरो नाम चाहिँ परमेश श्रीमाली। आज चाहिँ हाम्रो श्रीमाली टोलाको आज कुल पूजा भएको हुना हामी चाहिँ पूजा गर्ने स्थानमा रहिरहेको छौँ है। अरे मैले बोलिदिउँ क्या बोल्दै एकदम च्याप्पा यहाँ चाहिँ हाम्रो भोलि चाहिँ देउली हुनेवाला छ होइन। भोलि बिहान झन् किटन्छ नि आज भोलि नुहाएर हाफ स्यान्डोमा मेरो अब्बा होइन बिहान बिहान लोन दाइ अङ्कल केही बोलिदिनु 2-4 शब्द जाओस्। यसलाई चाहिँ अहिले चाहिँ नबोलाउँ हो। हजुर हामी एकदम पूजामा बिजी छौँ। हजुर अहिले यो केही कुराहरू पूजाहरू आजहरू अगाडि बढ्छन्, हाम्रो ढिला भइरहेछ। यसको हजुर चाहिँ हामी चाहिँ बोल्ने कार्यक्रम चाहिँ अहिले चाहिँ गरौँला है त। ल दाइले केही बोल्न चाहनुहुन्छ? नबोल्ने 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 अहिले नबोल्ने ए ल दाइ हजुर ल बोल्नु ल के को बारेमा बोलाम यस्तो ल यसो पूजाको बारे के भन्नु न। नमस्कार सबैलाई, मेरो नाम चाहिँ परमेश श्रीमाली। आज चाहिँ हाम्रो श्रीमाली टोलाको आज कुल पूजा भएको हुना हामी चाहिँ पूजा गर्ने स्थानमा रहिरहेको छौँ है। सबैजना कहाँ हुनुहुन्छ, जहाँ रहनुहुन्छ व्यस्त रहनुहोस्, खुसी रहनुहोस् अनि सुस्वास्थ्य दीर्घायुको कामना व्यक्त गर्दछु है। भाइलेको भिडियोमा चाहिँ म थोरै क्लिपमा अगाडि आउनु पाउँदा म एकदम खुसी छु र भाइलाई पनि हाम्रो कुल पूजनको लागि चाहिँ वेलकम गरेर हामी चाहिँ तिमीलाई देखाउन यस्तो हामी पनि आइरहेको छौँ है पूजाको लागि। तपाईँ जहाँ रहनुहुन्छ त्यहीँ रहनुहोस्, खुसी रहनुहोस्, व्यस्त रहनुहोस्, सुस्वास्थ्य दीर्घायुको कामना र हामीले परम्परागतदेखि नै चलिआएको पूजालाई चाहिँ निरन्तरता लगभग हाम्रो 5 वर्षदेखि 5 वर्षको अन्तरालमा हामीले गर्दै आइरहेका छौँ। बुढापाकाहरूले भनेअनुसार बुढापाकाले गरेअनुसार यो पूजाहरू चाहिँ आज हामीले गरिरहेका छौँ र केही बेरमा चाहिँ हाम्रो यी भेडाहरू बाहिर चाहिँ पाठाहरू र यहाँ चाहिँ भेडाहरूलाई चाहिँ हामी पूजा गरेर उनीहरूलाई अब बोली चढाउने कुरालाई चाहिँ निरन्तरता दिन्छौँ र तपाईँहरू पनि परम्परागत चलिरहेको परम्परालाई बुढापाकाले गर्दै आएको प्रक्रियालाई चाहिँ तपाईँले नै कन्टिन्यू गर्नुहोला भन्दै भाइको सानो भ्लगबाट चाहिँ म परमेश श्रीमाली बिदा हुन चाहन्छु। हस्त धन्यवाद। ल दाइ हुन्छ ल भयो नि होइन। अनि भाइको लागि चाहिँ यो भिडियो टिकटक अनि फेसबुक या युट्युब जहाँ भए पनि 1 लाइक र 1 सेयर चाहिँ गरिदिनु होला, कमेन्ट गर्न चाहिँ नछुड्नु होला कहाँदेखि यो भिडियो हेर्नुहुन्छ। ल डन। छुट्टी अङ्कल हाम्रो मुन्दाइले नि केही 2-4 शब्द जाओस् न यार, जाओस् न केही हुन्न। ल लाइक कमेन्ट र सेयर सब्सक्राइब गर्न नबोल्नु होला। नबोल्नु होला अनि अङ्कल हजुरको त फरक फर्केको अरे ठिक छ र अङ्कल फेरि बिरामी छु हो क्या काम गरेको काम न है सिड्नको चटनी यार त्यो 20 रुपियाँ छ त केही 2-4 शब्द बोल्यौँ हाम्रो समीर सरबाट केही 2-4 शब्द जाओस् हैन। 2-4 शब्द हैन एकै शब्द जाओस्। एकै शब्द अङ्कल आइया पूजा गरिया बसिया स्याहार्न पर्छ कस्तो खाइदिनु पर्छ।
केही भनिदिनु पर्ने हजुर केही भन्नु न एकजना सम्प्रेषण गरिदिनु पर्ने भयो यो अहिलेको जेनजीको युगलाई सिरमाली परिवार हजुर कुलपुरमा समावेश भइरहेका छौँ होइन सबैलाई सुख शान्ति राम्रो होस् भन्नको लागि हामी एकदम आशावादी छौँ हजुर सबैले आउँदो दिनमा पनि यस्तै गर्दै जानु छोड्न भएन यी पूजा आजाहरू अहिलेलाई त्यही भनौँ है ल अङ्कल हुन्छ ल यतिमै होइन शब्द छोटो भयो भने उस्तै राम्रो ट्याक्क भन्छु नि समीर ठिक छ नि त्यसको उपत्र उता छ यता चाहिँ यो चाहिँ मेरो रै यसको उपत्र यसले चाहिँ राम्रो बनाएको छैन यसको काम छैन यसको कामै छैन यसको काम छैन यसको बहुत ठिक छ यसले चाहिँ गर्दैन यसले गर्दैन यता फेरि मिटिङ हुँदैछ हाम्रो बेसरी